अब डिसाबरले यो गाउँ सार्न पर्ने स्थिति छ। गाउँ सार्नै पर्नु पर्यो त्यसो भए चाहिँ अनि गाउँ सारे भइहाल्थ्यो नि। गाउँ सारेर बाटो खोल्नु पर्थ्यो। कति पुरेर बसेको हामी कतिवटा गाउँ गर्दो रहेछ। 42 के गर्ने विपदबाट डिसिजन गर्ने हाम्रो कहाँ हुन्छ सब्जी कहाँ हुन्छ गाउँपालिका अध्यक्ष कहिले जानु गाउँपालिका अध्यक्ष कता सडक अध्यक्षलाई बोलाएर हजुरसँग हामीले यो कुरा राख्यौँ। अब यसको समन्वय हामीले कस्तो उहाँसँग दुईजना ल हजुर हुनुहुन्छ नि त ठिक छ हामीसँग समन्वय गर्न तयार हुन्छ। हामीले यो त हामी गाह्रो भइहाल्छ बस्ती भन्दा पुलिस प्रशासनले हामीलाई नमन गर्नु होइन त्यसको राय हुन्छ त्यही भएर अनि अहिलेसम्म पठाएको छैन होइन उसले आएर हाम्रो बाटो मात्रै हेरेर आयो त्यो गाउँतिर गएर बस्तीहरू हेर्नु भएको छैन। उहाँको विचारमा के छ अहिले त्यस्तो रिस छैन तलको घर पर्नेको छ त्यो हिसाबले चाहिँ अब यो थप काट्ने भने थप रिक्स हुन्छ। काट्ने भन्दा ठिक छ ल हजुरहरूको बस्ती जोखिम राखेर केही पनि हुँदैन है। ओके ल भयो अब के गर्नु पर्यो